बारम्बार पातलो दिशा हुने समस्याले हैरान बनाएको छ। सुन्दा त सामान्य जस्तो लाग्छ, होइन र? तर ख्याल गरिएन भने यसले निकै गम्भीर स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ। त्यसैले यसलाई हल्का रूपमा लिनु चाहिँ हुँदैन है। जब बारम्बार पातलो दिशा हुन्छ नि, तब शरीरमा सबैभन्दा ठूलो खतरा भनेको पानीको कमी हुनु हो, जसलाई हामी डिहाइड्रेसन भन्छौँ। शरीरबाट पानी मात्रै होइन, शरीर चल्नका लागि चाहिने नुन र खनिजहरू पनि बाहिरिन्छ, जसले गर्दा शरीर एकदमै कमजोर हुन थाल्छ। अझ यो अवस्था बालबालिका र वृद्धहरूका लागि त झनै खतरनाक हुन सक्छ। डिहाइड्रेसनले उहाँहरूमा गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। त्यसैले समयमै सही कदम चाल्नु एकदमै जरुरी छ। तर आत्तिनु पर्दैन, यसको समाधान छ। यस्तो अवस्थामा अपनाउनु पर्ने एउटा सुनौलो नियम छ र यो नै सबैले चाल्नुपर्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो। अरू कुनै पनि उपचारबारे सोच्नुभन्दा पहिले एउटै कुरामा तुरुन्तै ध्यान दिनुपर्छ। यो नै डिहाइड्रेसन विरुद्धको हाम्रो सबैभन्दा बलियो हतियार हो। त्यो हो ओआरएस, अर्थात् हाम्रो जीवनजल। अब यसमा के हुन्छ भने नुन र चिनीको यस्तो ठिक्क मात्रा मिलाइएको हुन्छ जसले शरीरलाई गुमेको पानी फेरि सोच्नलाई मद्दत गर्छ। एउटा कुरा चाहिँ के याद राख्नुपर्छ भने जति पटक पातलो दिशा हुन्छ त्यति नै पटक जीवनजल पिउनु एकदमै जरुरी छ। यो नियमै हो। यो कुरालाई जति जोड दिए पनि कम हुन्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण उपचार हो। अरू कुनै औषधि वा घरेलु उपचारभन्दा पहिले शरीरमा गुमेको पानी र नुनको पूर्ति गर्नु नै पहिलो प्राथमिकतामा पर्नुपर्छ। ल, अब पखालाका विभिन्न प्रकारहरू र तिनका समाधानबारे पनि अलिकति बुझौँ। लक्षणहरूलाई राम्ररी हेर्यो भने यसको कारण के हो भनेर छुट्याउन सजिलो हुन्छ। यहाँ दुई फरक अवस्थाहरूलाई हेरौँ है त। एकातर्फ छ सामान्य पखाला। यसमा के हुन्छ, पेट हल्का दुख्ने तर ज्वरो चाहिँ आउँदैन। यस्तो बेला जिङ्क खास गरी बच्चाहरूलाई अनि प्रोबायोटिकले एकदमै फाइदा गर्छ। प्रोबायोटिकले पेटमा राम्रा कीटाणुहरू बढाउँछ। तर अर्को अवस्था हेरौँ, यदि ज्वरो पनि आउने, पेट पनि बेस्सरी दुख्ने र एकदमै कमजोरी महसुस भयो भने यो चाहिँ सङ्क्रमणको सङ्केत हुन सक्छ। यस्तोमा जीवनजल र जिङ्क त चाहियो नै, साथमा डाक्टरको सल्लाह लिएर औषधि खानुपर्ने पनि हुन सक्छ। अनि कहिलेकाहीँ पातलो दिशाको साथमा ग्यास भरिने वा पेट बटारिने समस्या पनि हुन सक्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाहमा के औषधिहरू लिन सकिन्छ, जस्तै रेस्काडोट्रिल जसले दिशामा पानीको मात्रा घटाउँछ, वा एन्टिस्पाज्मोडिक जसले केही समयका लागि पेटको दुखाइ कम गर्छ। तर फेरि पनि यी औषधिहरू जथाभावी खानु चाहिँ हुँदैन। अब कुरा गरौँ केही यस्ता सामान्य गल्तीहरूको बारेमा जुन हामीले कहिले पनि गर्नु हुँदैन, किनभने यी गल्तीहरूले अवस्थालाई झनै बिगार्न सक्छ। यी तीनवटा खतरनाक गल्तीहरूबाट सधैँ बस्नुपर्छ। पहिलो र सबैभन्दा ठूलो गल्ती, जीवनजल नै नपिउनु। यो भन्दा ठूलो गल्ती केही हुँदैन। दोस्रो, जस्तो पायो त्यस्तै एन्टिबायोटिक किनेर खाइहाल्ने बानी। धेरैजसो पखाला त भाइरसले गर्दा हुन्छ, जसमा एन्टिबायोटिकले कामै गर्दैन। अनि तेस्रो, यो त झनै खतरनाक कुरा हो, बच्चाहरूलाई पखाला रोक्ने भनेर लोपेरामाइड जस्ता औषधि त झुक्किएर पनि दिनु हुँदैन। घरेलु उपचारले सधैँ काम गर्छ भन्ने हुँदैन। केही यस्ता खतराका सङ्केतहरू छन् जुन देखिने बित्तिकै घरमै बसेर हुँदैन, तुरन्तै डाक्टरको सहायता लिनुपर्छ। यी हुन् ती खतराका सङ्केतहरू। यदि दिशामा रगत देखियो, यदि पखाला लागेको 2 दिनभन्दा बढी भइसक्यो, वा यदि बिरामी सानो बच्चा वा वृद्ध व्यक्ति हो भने तुरन्तै डाक्टर कहाँ जान ढिला गर्नु हुँदैन। अहिले यी सबै कुराहरू सुन्दा र बुझ्दा सजिलो लागिरहेको होला, तर जब कोही बिरामी परेर आत्तिन्छ यी सबै कुरा बिर्सिन सकिन्छ। त्यसो भए अरू सबै कुरा बिर्सिए पनि सधैँ याद राख्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण एउटा कुरा के हो त? त्यो हो जीवनजल।